उयो तर्साइ क्या उयो भाग 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 उयो के यस्तो उयो बुढी मसँग डरा जस्तो छ होइन यस्तो साइकल र साइकल मलाई दिएको थियो नि त म कुदाउँथेँ यस्तो साइकल यार गाई चाहिँ यहाँ कुम्मिनी छ होइन यो कुम्मिनेमा चाहिँ म आएर होइन दिनको 2-3 घन्टा बसिरहेको हुन्छु कि सो हे गाइज वेलकम टु माई युट्युब च्यानल आयो तपाईँको पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु कति पैसा बजार र तर गाई चाहिँ अब मैले चाहिँ होइन भ्लगहरू नदेखेको धेरै भएको थियो मैले चाहिँ भ्लग होइन अर्को फोन किनेर मात्रै होइन भ्लग स्टार्ट गर्छु भन्दै थिएँ तर पनि यही फोनबाट पनि भ्लग स्टार्ट गरौँ न त भनेर चाहिँ होइन स्टार्ट गरे हो पहिला पनि स्टार्ट गरेको थिएँ पहिलाको च्यानल रिमुभ भयो फेरि नयाँ च्यानल खोलेको छु सबैले माया देखाइदिनु होला र अब चाहिँ अहिले बेलुका 5 बजिसकेको छ र म चाहिँ यसो बाहिरतिर घुम्नको लागि निस्किँदैछु होइन अब कहाँ के राम्रो ठाउँ छ कता के छ होइन अब टक्कै यसो तपाईँहरूलाई चाहिँ म यसो देखाउने छु र भनेको होइन यता भनेको चाहिँ तल अब हाइवेतिर गइन्छ यता चाहिँ हाइवेतिर यता भनेको चाहिँ उँभोतिर डाँडातिर होइन म यता चाहिँ जान्छु त माथि फुल पनि खतरा फुलेको देखिरहेको थिएँ मैले अनि त्यसपछि त्यहाँ अलिकति पुरानो घरहरू पनि छ क्या त्यहाँ त्यही पुरानो घरहरूमा टक्क गयो भने चाहिँ टक्क अस्ति मैले भिडियो हालेको थिएँ टिकटकमा लगभग 2 लाख जति भ्युज पनि हालेको थिएँ त्यो भिडियोमा होइन अनि त्यही हो गाइजहरू होइन तपाईँहरूले के देख्नुहुन्छ त्यति देखाउनेछु त्यही हो भन्दै आउनुहोस् है त हेरौँ है त के कस्तो हुन्छ हेरिदिनु होला माया गरिदिनु होला अनि जापान आएर चाहिँ लौडै भयो क्या गाइजहरू कसरी लौडा भयो भनेदेखि होइन जापान आएर चाहिँ सबभन्दा खत्तमै भयो होइन किनकि 2 वर्ष नगए बसेँ म 2 वर्ष नगएपछि फेरि 2 वर्ष पछाडि अर्कै ठाउँ आएँ कि अहिले चाहिँ अर्कै ठाउँ पनि आएको छु र आएको 1 महिना भइसक्यो पनि काम पनि पाएको छैन त्यही पनि गाह्रो काम पनि पाउनलाई गाह्रो पनि होइन अनि अर्को कुरा भाषा चाहिँ खुलिँदै छ कि भाषा भनेको जापानमा चाहिँ भाषा खतरा बनाउनु पर्ने चाहिँ म आएको 2 वर्ष भएर त मैले भाषा त केही बनाउन सकिनँ भने होइन जापानिजहरूले अहिले पनि तँलाई काट्छु तँलाई मार्छु भने त्यो कुरा आउँदैन कि मलाई हाई भनिदिन्छ मलाई नि अहिले हाई आरिगातो गोजाइमास यसो अलि यहाँ लौडा बौडा के होइन जापानमा आएर चाहिँ भाषा चाहिँ खत्रै चाहिने रहेछ होइन अहिले त झन् अब कडा नियम पनि निकालेको छ अरे भन्नाले होइन अब यानी पास गर्नै पर्छ अरे आफूसँग यान 5 छैन यानी कसरी पास गर्ने त्यही भएर भाषा चाहिँ खतरा बनाउनु आउनुपर्छ भन्ने मैले चाहिँ लागिरहेको छ र तपाईँलाई नि मैले यो चाहिँ सजेस्ट दिएँ होइन भाषा चाहिँ खतरा बनाउनु नत्र लौडै हुन्छ नत्र नि जहाँ ठाउँ जे भन्यो नि जापानिज चाहिँ होइन गाह्रो छ गाह्रो छ र तपाईँहरूले यतातिर देख्न सक्नुहुन्छ है त यतातिर भनेको चाहिँ पासिङ छ सट्ट प्यासिङ छ यस्तो छ है यस्तो छ अनि टक्क यता माथि फुल फुलेको रहेछ त्यहीँ जाने हो म जाँदाखेरि चाहिँ होइन र टक्क चप्पलमा छु र निकै बालै छैन र मैले तपाईँहरूलाई देखाएको थिएँ कि अस्ति के देखाएको थियो भनेदेखि होइन तपाईँहरूलाई मैले देखाएको थिएँ टिकटकमा भाइरल पनि भएको थियो यहाँ हेर्नुहोस् ल यो ठाउँ हेर्नुहोस् यहाँ साइकल छ है र यो ठाउँमा यस्तो फोरी छ र नि मान्छेहरू बस्छ क्या यस्तो घर छ नि मान्छेहरू बस्छ यस्तो घर छ नि गाउँतिर होइन यस्तो घर छ नि गाउँतिर देख्नुहुन्छ नि होइन र यस्तो साइकल र साइकल मलाई दिएको थियो नि त म कुदाउँथेँ यस्तो साइकल यार मलाई दिनु नि यो साइकल म कुदाउँदिनँ थिएँ साइकल नभएकोलाई म बनाएर कुदाउँथेँ यस्तो घरमा नि मान्छे बस्नु भनेको त होइन यो त अलिकति अक्कर बक्कर नै हो नि त यस्तो घर छ यस्तो पुरैसँगले चाहिँ टक्क हुन्छ नि घेरिया छ घाँसहरू जङ्गल छ कि गाइस जङ्गल छ यार यस्तो जङ्गलमा पनि यार मान्छेहरू बस्नु भनेको त यो त के हो यार जापान भएर नि यस्तो जङ्गलमा मान्छेहरू बस्छ यो त खतम भएन र नि जापानमा तर गाइसहरू होइन हेर्नुहोस् यो त यो मान्छे बस्छ यहाँ हेर्नुहोस् ल मान्छेहरू यता बस्छ मान्छेहरू अनि त्यस पछाडि भनेको चाहिँ यहाँ चाहिँ बबाल फुल फुलेको छ क्या सट्ट फुल हेर्नु देख्न सक्नुहुन्छ कस्तो बबाल फुल फुलेको कि अब माथि कोइन जाउँ कि म तल झरु भन्ने गइरहेको छु म तपाईँ यता गाडी कहाँ आउँदो रहेछ गमेन नि म चाहिँ अब कता जाउँ त तलतिर जाउँ कि उँभोतिर जाउँ भन्नलाई चाहिँ अलिअलि भइरहेको छ त यस्तो फुल पनि फुल्या रहेछ म चाहिँ एकताल तल पुगेर आउँछु है तल जान्छु किनकि माथि पार्कमा केही पनि छैन होला त्यही कारणले तल जान्छु म अब म चाहिँ यस्तो बाटो झर्नुपर्छ कि जङ्गलको बाटो हिजो पनि मैले देखाएको थिएँ तपाईँले यस्तो जङ्गलको बाटो पनि झर्नुपर्छ कि बाघ भालु लाग्छ भन्ने डर पनि होइन एकदमसँगले त्यो बाटोमा नि झर्नुपर्छ अलिक छिटो कुद्नुपर्छ यहाँ नत्र भने त होइन ठक्कै यता बुढी कोनिचिवा गिन्के देशका गाह्रो छ ताइएन देश त नि सोने यस्तो छ गाह्रो छ बुढी मसँग डरा जस्तो छ होइन के गर्नु बोल्दै खोजेको बुढी बोल्नै खोजेन गाह्रो छ यार यस्तो उकालोमा नि यस्तो बुढाबुढी उकालोमा नि चढ्छ कि तपाईँले देख्नु पनि होइन कस्तो बुढी थियो है मैले देखाउन पाएन कस्तो बुढी थियो नि उकालोमा चढ्छ यार यस्तो उकालोमा त यार अहिले हाम्रो मम्मी बाबालाई चढाउनु भने नि फ्याँपेर फुबु अहिले मै फ्याँपेर फुबु हो
यहाँ जापानको मान्छे के खाएको थियो पहिला के खान्थे भन्ने कुरा हो कि त्यहाँ अनि त्यही गएर अनि त्यस पछाडि मैले एउटा ठाउँ यहाँ पत्ता लाग्छ कि गाइस यहाँ छ नि स्कुटी छ नि यहाँ चाहिँ भरे पुरै भूकम्प आएर घर लडाएको अरे अनि यत्तिकै छोडेको अरे मान्छेहरू नि मरेको छ अरे तर्साउँछ भन्थ्यो त्यही भएर धेरै नबस्नु अलिक कुदिहाल्नुपर्छ होइन भनेको थिएँ अलिकति कुदेन भने चाहिँ खत्तमै हुन्छ गाडीहरू नि हेर्नुपर्छ नि त त्यही कारणले हो कस्तो मान्छेहरू होइन कति धेरै उतो के अरे बुढाबुढी पनि के सट्टै हिँडेको यस्तो उकालो चढिदिइरहेछ म त हेर्दा नि छक्क लाग्छ गाह्रो छ गाइजहरू जापानमा बस्नुलाई अनि के एउटा कुरा गाइजहरू अनि मैले के भन्नु आँटेको नि जापानमा आएर तपाईँहरूले सबभन्दा बढी युज गर्ने कुरा चाहिँ के हो त होइन मलाई चाहिँ के हुन्छ भने मलाई चाहिँ के आउन्न कि जापानमा आएर नि के आउनु नि त्यस पछाडि म त हाई मात्रै भन्ने हो कि हाई वकरिमासित भन्ने हो कि सबभन्दा मेरो युज हुने शब्द भने चाहिँ हाई वकरिमासित यस्तो तरिकाले भाषा त अनि अस्ति मेन्सु चाहिँ दिन गएको म्याटर यार के भन्नु बुझिनँ अनि निनेन्स कति नेन्स भन्छ निनेन्सहरू 2 वर्ष पढेको नि खोइ तेरो बाता खुलित छ त भन्दै थियो हाई अनि त्यस पछाडि भोलि त काममा नआइचन्दा नि हाई छ काममा आउँछस् भन्दा नि हाई छ अनि यस्तो तरिकाले भाषामा त नि काम पनि खुलित यता जिन्दा पनि खुलित जापान बस्न नि खुलित सबै खुलित हुने रहेछ अनि भन्नुहोस् तपाईँहरूको चाहिँ के कस्तो छ त अनि जापान बसेर तपाईँहरूले कति भाषा बनाउनु भयो कतिले कति के पास गर्नु मेरो त हाई तँलाई काट्छु भने नि हाई हो तँलाई मार्छु भने नि हाई छ अझै पनि त्यस्तै भाषा छ कि भाषा चाहिँ तर यता खतरा बवाल पनि छ यहाँ मान्छेले हेरिरहेको छ तर बाल छैन त्यस्तोतिर देख्न सक्छ यस्ता छ यस्तो छ है अनि यस्तो छ बवाल छ के टक्क अब यहाँ त नेपालीहरू त हुँदैन नि त नेपालीहरू भयो बाले हुन्छ कि त्यस्तो कुरा खतरा बाइक कुदाएर मार्छ मेरो बवाल बाइक कुदाएर यस्तो साउन्ड दिन्छ घरि गर्दै नि यस्तो साउन्ड हुन्छ पुरै खाइदिने हुन्छ म चाहिँ अहिले हाइवेमा छु म यहाँ 10-15 मिनट जति लाग्छ रुम पुग्नलाई चाहिँ अनि यतातिर गयो भने टक्क हाम्रो गएकोतिर पुगिन्छ अनि यतातिर चाहिँ बवाल छ फेरि यतातिर चाहिँ बवाल यता 7 फ्यामिली मार्ट होइन र बवाल छ अब कता जाने भन्दा म यता पानीतिर जान्छु होइन तपाईँलाई म देखाउँछु टक्क के कस्तो छ भनेर होइन सट्ट यसो अलि हेरिदिनु होला है त जापानमा कि मान्छे चाहिँ लास्टै के साइलेन्ट मान्छे हिँड्ने के पुरै होइन साइलेन्ट यहाँबाट हिँडिरहन्छ बोल्दैन होइन अब जाँठा भोटेहरू किन नबोल्या अब यसले बोलो बढी हल्ला गर्नु पनि भन्छ कि त इरिटेट लाग्छ अरे नि त सब इरिटेट लाग्छ अरे यार बोल्नै खोज्दैन छेउबाट जान्छ ग्रुपै गयो भने छेउबाट गर्ने नि बोल्दैन कि त्यस्तो नि हुन्छ के गर्नु आफू त अब हल्का बोल्ने मानि होइन नेपाली पऱ्यो बोल्नै पऱ्यो हल्का होइन यस्तो दिनै पऱ्यो नि त अनि त्यस पछाडि भोटेको जातिहरू चाहिँ बोल्दै नबोल्ने के बोल्दै नखोज्ने आगे बोलाउँदैन भाउ खाने अनि के बोलाइरहने जस्तो लाग्छ आफ्नै गर आफै खा आफै मर भने जस्तो हो कि यहाँ चाहिँ त्यस्तो भएपछि अनि त्यस्तो हुन्छ तर बाइक चाहिँ बवाल छ अरे पनि है त्यस्तो भएपछि त हुने नि त होइन बोल्नुपर्छ यसो होइन कोनी छु भन्दैछु भन्नु पऱ्यो नि त तर बोलाए पनि के गर्नु आफू भाषा आउँदैन बोलाए पनि भुत्रो बेकार बोलेपछि जस्तो हुन्छ होला आफूलाई नि भरे बेकार बोलाएपछि जस्तो हुन्छ भाषा खुली त अनि के गर्नु पऱ्यो नबोलाएकै फाइदा हुन्छ जस्तो लाग्छ पर सक्क है म चाहिँ त जुस खाइदिनु पऱ्यो भनेर फ्यामिली मार्टतिर जाँदैछु है गाह्रो छ जापानमा गाह्रो छ मौसम चाहिँ फेरि बवाल छ म आएको ठाउँमा चाहिँ मौसम चाहिँ कस्तो बवालकै घाम पनि लाग्दैन टक्क पानी त परिरहन्छ घाम पनि अनि यहाँ चाहिँ त ट्रेन चाहिँ यहाँबाट टक्क कुद्छ हेर्नुहोस् माथिबाट बुलेट ट्रेन कुद्ने हो यहाँबाट जिआर टक्क ट्रेन पनि भक्सर आउने हो मास्लोबाट चाहिँ फेरि ठुलो ट्रेन नन स्टप ट्रेन कुद्छ बवाल छ तर यहाँ रोकिँदैन के गर्नु यहाँ फेरि दाइकाको कक्षा छ है बवाल छ हातै दुख्दो रहेछ र फोन पढि अब पानी हटेछ गाइडहरू त्यस्तो साह्रो फोन बोक्ने त्यही हो अरू के भन्नु त केही नभन्नु है गाई चाहिँ यहाँ कुम्मिनी छ होइन यो कुम्मिनेमा चाहिँ म आएर होइन दिनको 2-3 घन्टा बसिरहेको हुन्छु कि किनकि काम पाएको छैन नि त फ्याट तँलाई काम चाहिएको छ भनेर आएर भनिदिएर आइज काम गर्न भनिदियो भने त म त अनि काम लागिहाल्छु नि त त्यही भएर म यो 7-11मा चाहिँ आएर बसिरहेको हुन्छु कि कुरेर बसिरहन्छु कतिखेर काममा बोलाउँछ रेस्टोरी हेरेर बसिरहेको हुन्छु कि घरिघरि बाहिर निस्किन्छ यस्तो गरौँ म त उठ्छु फेरि उता सोझी गर्ने सिकाउँदो रहेछ फेरि बाहिर निस्किन्छ यसो बाहिर हेर्न मान्छे उकेकोसम्म कति छ भनेर निस्किँदो रहेछ फेरि म आशले यति धेरै आशले बसिरहेको छु नि होइन काममा बोलाउँछ भनेर यसले त मलाई त यो किन यो बेरोजगार रहेछ भनेर यसले बोलाउँछ कि माया लागेर मेरो किनकि म त मेरो त यहाँ 5 दिन 6 घन्टा बास त्यहीँ भइरहेको हुन्छ नि त कतिखेर काममा बोलाउँछ भनेर बोलाउने हो कि होइन बोलाइदिए त हुने बोलाउँछ बोलाउनु पर्ने है र गाई चाहिँ म त्यहाँ रस बुझ्नु टक्क जाँदैछु घर है सट्ट मलाई नि डर लागिरहेको छ यस्तो बाटो छ है र ओए के हो यस्तो यो जङ्गलमा है
टक्क म जाने भनेको थिएँ यस्तो रहेछ यहाँ यस्तो घर हेर्नुहोस् यस्तो घर छ छोडिदिएको छ यार बस्नलाई होइन एकदम होइन डरलाग्दो ठाउँ छ तर्साउँछ भन्ने डर लागिरहेछ र म एक्लै आएको छु है र गाइजहरू हेर्न सक्नुहुन्छ के थियो यहाँ रहस्य यस्तो छ मिटर पनि अन छ र म टक्क अगाडि पनि जाँदैछु है सट्ट अगाडि जाँदैछु यस्तो घर रहेछ यार गाइजहरू राति यस्तो जङ्गलको बिचमा हेर्नुहोस् जङ्गलको बिचमा चाहिँ टक्क म आएको छु रहस्य बुझ्नलाई यो घरभित्र के छ त यस्तो रहेछ यस्तो छ यार यो के हो यार बुझ्छु त छैन नि यहाँ यार यता जाउँ ल यतापट्टि अगाडिको गेटमा जाउँ ल डर त लागेन नि गाइज मलाई त डर लागिरहेछ यार के हो यो गाइज के हो यस्तो यो के हो मान्छे झुनेर त मरे होइन नि मान्छे झुनेर मरेको छैन डर हुन्छ यार खोलिदिउँ यार यस्तो छ यस्तो छ के हो यो तर्साइ क्या के हो यस्तो मारा ठोक्ने यार कस्तो तर्सा यार त्यहाँ गाइज कस्तो तर्सा गाइज मलाई त यार रहस्य बुझ्नलाई यस्तो घर आएको थिएँ लास्टै गाह्रो हुँदो रहेछ यार भाग बाटो नि फेरि माका कस्तो चिप्लो छ यार भागो साथी यार गाइज आजको भिडियो हेर्नु होला तपाईँहरूले होइन कस्तो लाग्यो के लाग्यो है म चाहिँ आएको थिएँ है लास्टै तपाईँलाई मैले रहस्य पनि देखाएँ लास्टै डर पनि लाग्यो है अझै पनि मुटु ढुकढुक गरिरहेको छ र आजको भिडियो यति नै भन्दै र भोलि नयाँ ठाउँ गयो भने म तपाईँहरूलाई चाहिँ अब भ्लगहरू खतरा देखाउनेछु जे जस्तो देखाउँछु हेरिदिनु होला माया गरिदिनु होला सपोर्ट गरिदिनु होला त्यही हो भन्दै हस्त नमस्ते बाई बाई गाइज